नेपालीपनको नेपा, आफ्नो गाउँ आफ्नो ठाउँसँग जोड्ने नेपा, ताजा खबर हातमै तुरुन्त छ नेपा, साना ठुला सबका लागि परिवारकै नेपा, पात्रो समाचार अनि रेडियो नेपा, नेपाली मनको नेपा, नेपालीपनको नेपा। नमस्कार तथा स्वागत छ। आज हामी हरिबोधिनी एकादशी भगवान श्रीहरिको जागरण पर्व व्रतका बारेमा चर्चा गर्दछौं। सनातन वैदिक धर्ममा एकादशी व्रतलाई अत्यन्तै पवित्र, पुण्यदायी र मोक्षप्रद मानिन्छ। वर्षभरि आउने एकादशीहरूमध्ये कार्तिक शुक्ल पक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ। यस एकादशीलाई हरिप्रबोधिनी एकादशी पनि भनिन्छ। हरि भन्नाले भगवान श्री विष्णुलाई बुझिन्छ भने बुध धातुबाट बनेको बोधिनी शब्दले जागरण वा निद्राबाट उठ्नु भन्ने अर्थ जनाउँछ। यसर्थ कार्तिक शुक्ल एकादशीका दिन भगवान श्री हरि विष्णु शयनावस्थाबाट जागा हुनुहुने भएकाले यस तिथिलाई हरिबोधिनी एकादशी भनिएको हो। हरिबोधिनी एकादशीको धार्मिक महत्त्व। पुराण तथा धर्मशास्त्रहरूमा उल्लेख भएअनुसार भगवान श्रीहरि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शेष नागरूपी शय्यामा शयन गर्नुहुन्छ। त्यसपछि 4 महिनासम्म भगवान योग निद्रामा रहनुहुन्छ। भाद्र शुक्ल एकादशीका दिन भगवान दायाँतर्फ कोल्टे फेर्नुहुन्छ, जसलाई हरिपरिवर्तिनी एकादशी भनिन्छ। कार्तिक शुक्ल एकादशीका दिन भगवान पूर्ण रूपमा जागा हुनुहुन्छ, यसैले यो दिन हरिबोधिनी एकादशीका रूपमा प्रसिद्ध छ। यी 4 महिनालाई चातुर्मास भनिन्छ। चातुर्मास अवधिभर भगवान विष्णु योग निद्रामा रहने भएकाले यस समयमा विवाह, व्रतको शुभारम्भ, गृहप्रवेश जस्ता माङ्गलिक कार्यहरू निषेध मानिन्छन्। हरिबोधिनी एकादशीपछि मात्र पुनः सबै शुभ कार्य सुरु हुने परम्परा छ। हरिबोधिनी एकादशी शुभ कार्यहरूको पुनः प्रारम्भ। हरिबोधिनी एकादशीलाई देव उठनी एकादशी पनि भनिन्छ। भगवान विष्णु जागा हुनुहुने भएकाले यस दिनदेखि विवाह, व्रत उपवास, धार्मिक अनुष्ठान, यज्ञ, गृहप्रवेश, नामकरण जस्ता शुभ कर्महरू पुनः प्रारम्भ गरिन्छ। विशेष गरी तुलसी विवाह यही दिनदेखि प्रारम्भ हुन्छ। तुलसीलाई लक्ष्मीको स्वरूप र भगवान विष्णुलाई नारायण स्वरूप मानेर तुलसी शालिग्राम विवाह गरिन्छ। यसले घरमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास छ। हरिबोधिनी एकादशीको पौराणिक प्रसङ्ग। पद्मपुराण, स्कन्दपुराण र विष्णु पुराणमा हरिबोधिनी एकादशीको महिमा विस्तृत रूपमा वर्णन गरिएको छ। राजा युधिष्ठिरको जिज्ञासामा भगवान श्रीकृष्णले यस एकादशीको महत्त्व बताउनु भएको प्रसङ्ग पौराणिक ग्रन्थहरूमा पाइन्छ। श्रीकृष्णले भन्नुभएको छ, हे युधिष्ठिर, कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णु जागा हुनुहुन्छ। यस दिन श्रद्धा र भक्तिपूर्वक व्रत बसेर मेरो पूजा गर्ने भक्तले जन्म जन्मान्तरका पापहरूबाट मुक्ति पाउँछ र अन्तत वैकुण्ठ प्राप्त गर्छ। हरिबोधिनी एकादशी व्रत विधि। 1. व्रतको पूर्व सन्ध्या, दशमी तिथि। दशमी तिथिका दिन सात्विक भोजन गर्ने। मांस, मदिरा, लसुन प्याज त्याग गर्ने। झुट, क्रोध, हिंसा र निन्दाबाट टाढा रहने। मन, वाणी र कर्म शुद्ध राख्ने सङ्कल्प गर्ने। 2. एकादशीको दिन ब्रह्म मुहुर्तमा उठी स्नान गर्ने। स्वच्छ पहेँलो वा सेतो वस्त्र धारण गर्ने। घरको पूजा स्थान सफा गर्ने। भगवान विष्णुको मूर्ति वा तस्विर स्थापना गर्ने। तुलसी पत्र, दीप, धूप, फूल अर्पण गर्ने। ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्ने। विष्णु सहस्रनाम, हरिबोधिनी एकादशी महात्म्य वा भागवत गीता पाठ गर्ने। निराहार, फलाहार वा जलाहार व्रत बस्ने। द्वादशी पारण। द्वादशी तिथिमा व्रत पारण गर्ने। ब्राह्मण, साधु वा गरीबलाई भोजन गराउने। अन्न, वस्त्र र दक्षिणा दान गर्ने। हरिबोधिनी एकादशीमा गरिने विशेष पूजा। तुलसी पूजा र तुलसी विवाह। यस दिन तुलसीको विशेष पूजा गरिन्छ। धेरै स्थानमा तुलसी र शालिग्रामको विवाह गरिन्छ। यसलाई अत्यन्त पुण्यदायी मानिन्छ। दीपदान।
कार्तिक महिनामा दीपदानको विशेष महत्त्व छ। हरिबोधिनी एकादशीका दिन गरिने दीपदानले अज्ञान रूपी अन्धकार हटाई ज्ञानको प्रकाश फैलाउने विश्वास गरिन्छ। हरिबोधिनी एकादशी व्रतको फल। शास्त्रहरू अनुसार यस व्रतबाट प्राप्त हुने फलहरू सम्पूर्ण पापहरूको नाश, वैकुण्ठ प्राप्ति, धन ऐश्वर्य र सौभाग्य, गृहस्थ जीवनमा सुख, शान्ति, पितृदोष र ग्रहदोष निवारण, धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थको प्राप्ति। पद्म पुराणमा उल्लेख छ, हरिबोधिनी एकादशी व्रत गर्ने भक्तले हजारौं यज्ञ र तीर्थ स्नानको फल प्राप्त गर्छ। हरिबोधिनी एकादशीको आध्यात्मिक सन्देश। हरिबोधिनी एकादशीले मानिसलाई केवल उपवास गर्न मात्र होइन, आत्मचिन्तन गर्न, आलस्य त्याग्न, धर्ममार्गमा पुनः सक्रिय हुन, ईश्वरसँग सम्बन्ध पुनः बलियो बनाउन प्रेरणा दिन्छ। भगवान स्वयं जागा हुनुहुन्छ भन्ने भावले भक्तमा नयाँ ऊर्जा, आशा र सकारात्मकता जागृत हुन्छ। निष्कर्ष: हरिबोधिनी एकादशी सनातन वैदिक धर्मको एक अत्यन्त महत्त्वपूर्ण, पुण्यदायी र उत्सवमय पर्व हो। यस दिन भगवान श्रीहरि योग निद्राबाट जागा हुनुहुने भएकाले सम्पूर्ण सृष्टिमा शुभ ऊर्जा प्रवाह हुने विश्वास गरिन्छ। श्रद्धा, विश्वास र विधिपूर्वक हरिबोधिनी एकादशी व्रत बसेर भगवान विष्णुको आराधना गरेमा जीवनका सम्पूर्ण बाधा, दुःख र पाप नष्ट भई सुख, शान्ति र मोक्ष प्राप्त हुने शास्त्रीय मान्यता छ। तपाईलाई आजको एपिसोड कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोस्। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हवस् त, यहाँको बाँकी समय शुभ रहोस्। नमस्कार।